पानी पर्ने जस्तो छ हैन इन्द्रेणी हेर्नु इन्द्रेणी यो मेरो अलिक क्यामेरा अलि राम्रो छैन हैन त्यही भएर नै जुम गरेर देखाउँथे हैन पानी पर्ला जस्तो छ हैन नाउ विल कम इन रेनिङ हैन सो इन्द्रेणी आइरहेको छ ओके बढी इन्द्रेणी मेरो चाहिँ क्यामेरा राम्रो छैन त्यही भएर रेखा जस्तो देखिन्छ हैन तर आँखाले हेर्दा चाहिँ यहाँ चाहिँ अब लाइभ हेर्दा चाहिँ दामी देखिरहेछ के है आज चाहिँ मस्त मौसम छ हैन दामी छ गोलमल सम्धीले आज नयाँ ड्रेस लिएको छ हैन पार्टी पनि खिलाइरहेको छैन हैन यो चाहिँ हाम्रो भोलन सम्धी हो यो भोलन यो गोलमल सम्धी हो गोलमल सम्धीको काम यही हो हराउने यताउति गर्ने गोलमल सम्धीको काम यही हो हामी चाहिँ अराउने यताउता गर्ने मात्रै हो रेखदेख गर्ने मात्रै हामीले चाहिँ रेखदेख गर्ने मात्रै यो गर त्यो गर भन्ने मात्रै हो सम्धीले गरिहाल्छ सबै उसको गाँड फाट्ने काम मात्रै हो हाम्रो चाहिँ जस्ट यो गर त्यो गर भन्नेमा हो हाम्रो यो मुडिर त्यही हो सेट हेलमेट लगाएको है यो मुडिर हो होइन सञ्जय कुमार यादव सिसे हाई ब्रो हाई aha anything else you tell him the guy people what should I tell त्यति बेल हानेर so सानो ब्यागिङ ल्याउन ल little bit is telling my audience good man is always being hard work ल्याउन समय लाग्छ के पानी परिरहेछ छिप्टी पानी परिरहेछ हैन आज मजा आउला जस्तो छ मौसम हैन पुरा मिलिरहेछ नि है केटाहरूको डिस्कस गरिरहेछ त्यति हानेर जाने कता जाने रे नि त त्यति हानेर अनि त भोक लाग्यो मलाई भोक लाग्यो यसलाई पनि भोक लाग्यो यसलाई पनि हो पालो हेर्न सक्नुहुन्छ यहाँ अहिले भर्खर पानी परेर हल्का रोकिएको छ हैन अब यस्तै हो तपाईहरुले हेर्न सक्नुहुन्छ कामहरु भनेको फरक पर्छ फरक पाइपहरु आउँछ हैन हैन सानो यत्रो पाइपहरु पनि आउँछ के त्यही हो अब काम भनेको चलिरहेछ जोस पानी परेर चाहिँ मौसम दामी भएको छ हल्का शीतल भएको छ हो कि हैन मायो हो हजुर हो के कुरा गर्दिनुस् न कुरा मैले सबै घरमा छोडेर आएको छ गर्न केही भन् कस्तो भइरहेछ साउदीमा हैन साउदीमा यस्तै हो घामको बेला लास्ट पोल्छ अब के गर्नु अलिकति आज भोलि अलिकति चिसो मौसम छ अब नेपालमा भएको भए तुम्बा खानालाई हुन्थ्यो गाई छैन यहाँ त अब परदेश पर्यो हैन परदेश पर्यो त्यो पनि यो खाडी साउदीमा त अब खासै त्यस्तो एलाउड छैन मुस्किल छ गाह्रो छ मुस्किल छ भनेको नबुझ्ला गाइजहरूले हैन गाह्रो छ अरबिकदेखि मुस्किल छ भन्छ हैन त्यही हो गाह्रो छ मलाई गाइज के गर्नु त्यही हो गाह्रो छ अहिलेको मौसम चाहिँ दामी छ है सही हो त्यो मेरो साथीले भनेको त्यही हो गाह्रो छ यहाँ परदेशमा त्यही हो केटाले हान्दैछ गर्दैछ मेहनत बगाउँदैछ पसिना छाप्दैछ पैसा हैन छाप्दैछ पैसा गर्दैछ मेहनत बगाउँदैछ पसिना राख्दैछ परिवारलाई खुसी हैन त्यही त हो नि विदेश भनेकै है